ओहो हो, आज क्रिकेट होइन कीर्तिपुरमा महोत्सव चलेको थियो। कर्णाली याक्स एकदमै क्रूर, लुम्बिनी बल खोज्न हिँडिरहेका थिए कि जस्तै। उता विराटनगरको पनि दोस्रो धमाका लाग्छ। यसपटक क्वीन नभेटी किङ रोकिँदैन। लुम्बिनीको 157 को लक्ष्य, तर कर्णालीले 12.2 ओभरमै कवाप्प। र मुख्य कलाकार मार्क वाट 41 बलमै शतक, 10 छक्का 6 चौटा। उनी भन्दै थिए फ्री ग्लोबल डेलिभरी सर्भिस। लुम्बिनीका बलरहरूका लागि आजको दिन थप खाना खाए झैं। शेर मल्लले 1 विकेट लिए, बाँकी बल कहाँ फ्याक्ने कहाँ पक्रने सबै मार्क वाटको मर्जीमा। वाट 114, विल बोसिस्टो 20 बलमा 29, प्रियाङ्क पाञ्चाल 10 बलमा 12। कर्णालीको ब्याटिङ एकदमै क्लास, एकदमै सन्तुलित। लुम्बिनीले 8 विकेटमा 156 रन बनायो। कप्तान रोहित पौडेल 49, ट्र्याम्पलम्यान 29, स्मिथ 23। तर आजको कर्णालीको लागि बिरालाले मुसो खेलाए जस्तो। लुम्बिनी आज एकतर्फी दबावमा। कर्णालीको धमाकेदार 9 विकेटको शानदार जित। अब विराटनगर किङ्सको त के कुरा गरौँ। कीर्तिपुरमा आगो, लगातार दोस्रो जित। काठमाडौँ भने लगातार दोस्रो हार। 135 को लक्ष्य, विराटनगरले 17.1 ओभरमै मुख मिठाई खायो। स्टाइलमा जितिन्छ भने किन ढिला गर्ने। जर्ज मन्सी र मार्टिन गप्टिल आजको अट्याक टिम। बोलरको सपना, बल बल्ल बल्ल बाटो पायो। लोकेश बम 10 बलमा 14 रन बनाएर आउट। तर त्यसपछि सुपर हिरो मन्सी गप्टिल जोडी 24 बलमा 53 रन। जस्तै फिल्ममा सुपर हिरो इन्ट्रेन्स स्टेडियमको टोनै बदलिदिए। मन्सी 16 बलमा 36, 5 चौका 2 छक्का। हावा म्याडम, बल कहाँ गयो। गप्टिल 19 बलमा 25, 2 चौका 1 छक्का। सधैँ सोच्ने पर्छ टाइमिङ कहाँ पढाइएको होला। बसिर 17 बलमा 19, नरेन 30 बलमा 24। काठमाडौँको ब्याटिङ पावर प्लेमै 3 विकेट 22 रन। सुरुवातमा झट्का, अन्त्यमा हल्ला। तर सम्मान आदिल आलम अन्सारी 25 बलमा 48, 4 चौका 2 छक्का। अन्तिम 5 ओभरमा 63 रन। दोकान बन्द हुन लाग्दा सरप्राइज गेस्ट। यस जितसँगै सुदूरपश्चिम पछि लगातार 2 जित निकाल्ने दोस्रो टोली विराटनगर किङ्स। यो टिमको मोमेन्टम खतरनाक। अर्को खेलमा रोक्ने हिम्मत कसले गर्छ। नोभेम्बर 24 11:45 देखि विराटनगर भर्सेस जनकपुर र 4 बजेदेखि कर्णाली याक्स भर्सेस सुदूरपश्चिम रोयल्स। ब्लकबस्टर क्ल्याश। तपाईको प्रेडिक्सन कसले बाजी मार्ला कमेन्टमा लेखिदिनुहोस्। लाइक, फलो र शेयर गर्न नबिर्सनुहोस्। नयाँ अपडेट आइरहन्छ नि त।